हेलो एभ्रिवान। सो आज मैले मनी प्लान्टलाई माटोमा रोप्न लागेको धेरै दिन अगाडि राखेको थिएँ मैले मनी प्लान्ट, अनि यसमा चाहिँ जरा निस्किसकेको छ। अनि त्यही भएर मैले यसलाई माटोमा राख्न लागेको पुरानो मनी प्लान्टलाई निकालेर यसको जरा हेरेको कस्तो राम्रो भएको रहेछ है। अनि यसलाई माटो निकालेर अनि रुटे मनी प्लान्टलाई सँगै रोप्न सोचेँ। अनि के कस्तो रहर लाग्छ प्लान्ट्सहरू रोप्न, बट कस्तो ढङ्ग नै छैन कि पहिला मैले गरेकै थिएन। यो फर्स्ट टाइममा मैले यसरी प्लान्ट्सहरू रोपेको है, अनि प्लान्ट्सहरूको केयर गरेको। तर आफैले लगाएको प्लान्टहरू भएर होला है, कस्तो माया लाग्ने के एउटा पात सुक्दाखेरि पनि पानी नहुँदाखेरि पनि है, कस्तो माया लाग्दो रहेछ के। सो मैले फर्स्ट टाइम चाहिँ मैले यस्तो अनुभव गरेँ कि। अनि यसपछि यो के मेरो मनी प्लान्टको पातहरू अलिअलि सुकिरहेको छ है, र कसरी होला नसुक्ने बनाउने, कसैलाई थाहा छ भने प्लिज कमेन्ट गरिदिनु होला है। मलाई यस्तो प्लान्ट्सहरूको बारेमा केही थाहा छैन कि, नलेज नै छैन। अनि सो प्लिज कमेन्ट गरिदिनु होला। अनि मैले चाहिँ अब यसको हाँगा पनि काटेर पानीमा राखेँ। आजलाई यति नै, बाई बाई।